माननीय बाँदरज्यू, यो ब्यानर लिएर सभामुखको अगाडि किन आउनुभयो? के कुरा हो? 1 मिनेटमा राख्नुहोस्। माननीय लोकसिंह ओलीज्यूले हामीलाई गोप्य सूचना दिनुभएको छ। सभाध्यक्ष महोदय, अहिले बालेनको सरकार आएपछि हामीलाई खतरा महसुस भएको छ। सदनमा हामीलाई मार्ने कुरा हुँदैछ रे। सत्य के हो, झुटो के हो मा? यदि सत्य हो भने हामीले लङ्कामा गएर रावणलाई त छोडेनौं भने जाबो, तिमीलाई के छोरम्ला र? यदि हामीलाई खानाको व्यवस्था सरकारले गरिदियो भने हामी किन किसानको खेतीबाली खान जान्थ्यौं र? हामी पनि तिमीहरू जस्तै परानी हौं। आइन्दा मार्ने कुरा नगरी बस। सूचना दिनुभएकोमा लोकसिंहजीलाई धन्यवाद। अन्तत बाँदर एकता पार्टी जिन्दाबाद।